किन धनी मान्छे धनी हुँदै जान्छ र गरिब मान्छे गरिबै हुन्छ। सो आजको यस भिडियोमा तपाईँहरुसँग यो टपिकमा कुरा गर्दैछु। यो भिडियो एकदम इन्ट्रेस्टिङ हुन सक्छ र यो धेरै भन्दा धेरै तपाईलाई मद्दत हुन सक्छ। कृपया यो भिडियो सेभ गर्नुस् र साथीभाइलाई पनि ट्याग गरिदिनुस्। सो आजको यस भिडियोमा तपाईँहरुसँग एकदम राम्रो इन्ट्रेस्टिङ कुरा गरिरहेको हुन्छु। प्रायः जसो तपाईहरुसँग मैले विभिन्न भिडियो यस्तै मैले जानेको मेरो एक्सपिरियन्सको आधारमा मैले भिडियोहरु बनाइरहेको हुन्छु। किन भन्दाखेरि यो मैले देखेको, मैले जानेको मेरो एक्सपिरियन्सको आधारमा मैले बोलेको यो भिडियोहरु हो। कुनै पनि त्यो फेक, कुनै पनि बनावटी, त्यो कुनै पनि स्क्रिप्ट लेखेर के भन्नुपर्छ भन्ने हैन। सो आजको यस भिडियोमा तपाईलाई म किन धनी मान्छे धनी हुन्छ, गरिब मान्छे गरिब। भिडियो जम्प गर्नुभन्दा अगाडि यदि तपाईहरु नयाँ हुनुहुन्छ भने चाहिँ युट्युब च्यानल सब्स्क्राइब गरिदिनुस् र यदि ट्विटरबाट हेर्नुहुन्छ कृपया प्लिज फलो चाहिँ गरिदिनु होला। यसै विभिन्न भिडियोहरु जान्नुहुन्छ भने धेरै मानिसहरु हामीले देखिरहेको हुन्छौँ हैन, हाम्रो समाजमा तपाईले देखिरहेको होला धनी मान्छे धनी पैसाले पैसा तान्छ, गरिब मान्छे गरिबै हुन्छ। त्यो किन त, के कारणले हो त? त्यो सम्बन्धमा म तपाईसँग एकदम राम्रो कुरा गर्छु। सुन्नुस् है, धनी मान्छे यस्तो हुन्छ कि उनीहरुसँग उनीहरुको माइन्डसेट एकदम स्ट्रङ हुन्छ। माइन्डसेटमा उनीहरुको सोच विचार डिफरेन्ट हुन्छ, जुन चाहिँ एभरेज पिपल गरिब मानिसहरु भन्दा। अब म तपाईलाई भन्छु है, धनी मान्छेलाई मजाले थाहा हुन्छ कि समयलाई कसरी सदुपयोग गर्नुपर्ने। धनी मान्छेलाई मजाले थाहा हुन्छ कि पैसालाई कसरी खेलाउने। धनी मान्छेलाई मजाले थाहा हुन्छ कि उसको नेक्स्ट मुभ, नेक्स्ट प्लान, नेक्स्ट भिजन, उसको नेक्स्ट स्टेप कहाँ छ भनेर उनीहरुको राम्रो सेटअप भइसकेको हुन्छ। तर गरिब मान्छेसँग चाहिँ जहिले उनीहरु चाहिँ एउटा चाहिँ इन्भाइरोमेन्ट पनि नराम्रो नेगेटिभै हुन्छ, इन्भाइरोमेन्ट पनि आफ्नै एरियाको हुन्छ र ठुलो रिस्क लिनु मान्दैन, एउटा कम्फोर्ट जोनमा एउटा सजिलोपनमा खोजिरहेको हुन्छ। काम गयो आयो यो ठिक छ त भइहाल्छ, यतिकै किन गर्नु, रिस्क किन लिनु भन्ने टाइपको हुन्छ। यो टाइपको क्याटेगोरीहरु हुन्छ के यो धनी मान्छे र गरिब मान्छे। अब म तपाईसँग मजाले कुरा गर्छु। मान्नु यो धनी मान्छे, यो गरिब मान्छे। सुन्नुस् है, यो धनी मान्छेलाई मजाले उसले चाहिँ पैसालाई कहाँ इन्भेस्ट गर्नुपर्छ, पैसालाई कसरी मल्टिप्लाई गर्नुपर्छ उसलाई मजाले थाहा हुन्छ कि। उसले पैसाले विभिन्न बिजनेसमा इन्भेस्ट गर्छ, उसले पैसा विभिन्न रियल इस्टेटमा स्टकमा इन्भेस्ट गर्छ, उसले रिस्क पनि लिन्छ। तर गरिब मान्छेले उसले रिस्क लिनु सक्दैन, मान्दैन। रिस्क लियो ला भोलि दिनमा चलेन, ला भोलि दिनमा हुँदैन कि, ला मैले इन्भेस्ट गर्छु यत्रो भोलिमा म डुबे भने मैले ब्याङ्कबाट लोन लिएको कसरी फ्री हुँ भने यो डर फियर हुन्छ यसमा चाहिँ के। यो गरिब मान्छे। तर धनी मान्छे उसले चाहिँ मिस्टेक बिजनेस गर्छु तर लडे पनि म फेरि उठ्छु, त्यहाँबाट म केही सिक्छु, रिस्क लिइरहेको छ, उसले हसल गरिरहेको छ, ऊ ग्राइन्डिङ गरिरहेको छ, उसले ट्राई गरिरहेको छ। र गरिब मान्छे जहाँको टाइम हुन्छ उसले रिस्क लिनु पाइदैन। त्यो भन्दा बेटर त जबै गर्नु ठिक छ, किनभने एटलिस्ट काम गरेर पैसा त आइरहेछ भन्ने हुन्छ। नम्बर 1 हो किन भन्नुहोस्, तपाईँले कति कुराले रिलेट पनि गर्नु होला। नम्बर दोस्रो कुरो भनेको समय। धनी मान्छेले समय एकदम बुझेको हुन्छ क्या। बुझ्नु पनि सबै हामी मानिस, तपाईँ जति पनि यो भिडियो हेर्नुहुन्छ तपाईँलाई पनि भगवानले 24 घण्टा, दिनमा 24 घण्टा हुन्छ, गरिब मान्छेलाई पनि 24 घण्टा हुन्छ। र त्यो 24 घण्टा प्रत्येक सेकेन्ड टिक 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 है तपाईँको चलिरहेको हुन्छ नि त काँटा त। धनी मान्छेले प्रत्येक सेकेन्डलाई भ्यालु गर्छ, उसले कसरी टाइम इज एसिड हो उहाँ मान्छेको लागि। तर गरिब मान्छेलाई चाहिँ टाइम अर्काको लागि काम गरिरहेको हुन्छ। यु आर ट्रेडिङ अ टाइम विथ मनी। तपाईँले समय बेच्नुहुन्छ, कहाँ काम गर्नुहुन्छ। मलाई थाहा छ यो भिडियो दुबईबाट, कतारबाट, पोर्चुगलबाट, नेपालबाट हेरिराख्नुपर्छ, मलाई मजाले थाहा छ। यो नेपालबाट हेर्नु, यो मान्छे चाहिँ कस्तो हुन्छ भने कहीँ काम गर्छ, बेलुका आउँछ सुत्छ, काम गर्छ, फेरि बिहान काम गर्छ आउँछ सुत्छ, काम गर्छ आउँछ सुत्छ, यस्तो भइरहेको हुन्छ, रोटेसन हुन्छ। समय त बितिरहेको छ, वर्षौँ वर्ष बित्छ, अनि त्यो जहाँको त्यहीँ हुन्छ। स्यालेरी आयो वर्षौँ कुद्नुपर्छ, उसले समय बेचेर पैसा कमाउँछ, हो किन भन्नुहोस् त। वर्षौँ उसले महिनौँ कुदेर उसले स्यालेरी पाउँछ। तर यो मान्छेले त्यो टाइम प्रत्येक सेकेन्डलाई चाहिँ उसले चाहिँ एउटा सिस्टम बनाएको हुन्छ है। यो मान्छेलाई चाहिँ टाइम चाहिँ उसको लागि एसिड हुन्छ। यो मान्छेले चाहिँ उसले चाहिँ एउटा सिस्टम क्रिएट गर्छ। र धनी मान्छे, गरिब मान्छे चाहिँ अर्काको अन्डरमा काम गर्छ, धनी मान्छेले चाहिँ अरू मान्छेलाई काम गरेर उसले चाहिँ पैसा कमाइरहेको हुन्छ, सिस्टम बनाउँछ, उसले पैसा मान्छेबाट चाहिँ उसले कमाइरहेको हुन्छ। अब कुरा गरौँ न, जस्तै तपाईँको हाम्रो भाटबडीको अनर मिनबहादुर गुरुङ। ल मिनबहादुर कहिले पनि अफिसमा बस्छ त बस्दैन, उसले एउटा सिस्टम क्रिएट गर्छ। उसले मान्छे, तपाईँको सुपरभाइजर, म्यानेजर, उसले स्टाफ होइन, सबैको आफ्नो डिपार्टमेन्ट छ, उसले एउटा सिस्टम क्रिएट गरिदिएको हुन्छ। अनि मान्छे काम गर्छ, उसले पैसा कमाइरहेको। त्यो मान्छे भनेको चाहिँ फेरि यहाँ पर्यो कि एभरेज पिपलमा, जुन चाहिँ गरिब पिपलमा। बुझ्नुभयो नि? आई होप बुझिराख्नु भएको छ होला है तपाईँले। मैले एकदम मजाले यो कुराहरू बुझाइरहेको छु, मजाले सुन्नु होला है। सो अर्को कुरा के छ भने तपाईँको इन्भाइरोमेन्टले पनि म्याटर पार्छ। यो धनी मान्छेले चाहिँ प्रायः उसको सङ्गत पनि त्यस्तै हुन्छ, बिजनेस अनर हुन्छ, इन्भेस्टर हुन्छ, अनि लाइक माइन्डेड पिपल हुन्छ, एउटा भिजनरी पिपल हुन्छ, उनीहरूसँग कनेक्सन गर्छ, उनीहरूसँग कनेक्ट नेटवर्क राख्छ। त्यस्तो मान्छेसँग कनेक्सन गर्यो भने त्यस्तो टाइपको सोच विचार, त्यस्तो टाइपको एउटा ऊर्जा मोटिभेट भएर आउँछ। तर जुन चाहिँ यो मान्छे एभरेज पिपल छ नि, तपाईँ गरिब मान्छे भनेको चाहिँ त्यो उसको साथीभाइ नै सर्कलले एकदम नेगेटिभ न्यारो माइन्डेड हुन्छ कि। बुझ्नुभयो नि? है हुँदैन आराम त्यसो गर्छु भने अनलाइन बिजनेस हुँदैन, यो काम छैन, भोलिमा पैसा फस्छ, है यसरी के कसरी कमाउँछ, यस्तो हातमा नेपाल गएर के गर्छस्, नेपालमा के छँदै छैन भन्छ।
त्यो भन्छ त्यो मान्छे पनि गर्नु खोजेको त्यहाँको त्यही भयो क्या सो इन्भाइरोमेन्टले पनि के धनी मान्छेसँग नेटवर्क अनि अर्को इङ्ग्लिसमा एउटा एकदम राम्रो यो नेटवर्क इज अ नेटवर्क हो के तपाईँको सर्कल जति नेटवर्क छ नि मान्छे त्यो नै तपाईँको पैसा हो न त तपाईँलाई के भनेको जस्तो लाग्छ होला राजु सरले तर यो मैले पर्सनली मैले लाइफमा म यो गर्छु के म जति पनि नेटवर्क कनेक्सन राख्छु त्यहाँबाट म पैसा कमाइरहेको छु त्यहाँदेखि म देखि च्याटर गरिरहेको लेट मी बी भेरी अनेस्ट विथ यु है जर्मनी छोडेर आउँदाखेरि मैले इभन मेरो समाजमा मेरो भनौँ न मेरो साथीभाइ इभन मेरो छरछिमेकीहरूले पनि नेपालमा के गर्छौ राजी आर यु म्याड के गरेर त्यो युरोप छोडेर किन आएको नेपालमा त सबै बन्दी छ के गर्छौ भनेर धेरै भन्दा धेरै मेरो आफ्नै साथीभाइ दाइहरू मेरो भेनाको साथीहरूले भन्नुहुन्थ्यो कि होइन त्यो टाइपले मैले सुनेको मसँग म पो भिजनरी थियो मसँग पो मेरो माइन्डसेट स्ट्रङ थियो म पो आफूले आफूलाई सुन्ने मान्छे उस्तै मान्छे डिभोटेड भएर के फेरि जान्थ्यो होला अदर कुन कन्ट्री जान्थ्यो होला र मलाई थाहा थियो नि त म अबको 1-2 वर्षमा मैले बिजनेस कस्तो गर्छु र कुन तरिकाले म लान्छु भनेर मलाई मजाले मेरो माइन्ड क्लियर थियो अहिले म 2 वर्षमा मैले 2टा तपाईँको ब्रान्च खोलेँ हेर्नुहोस् त मैले तपाईँको 20-25 जना तपाईँको 15-20-25 जना जस्तो एराउन्ड त तपाईँको अब स्टाफ मैले हायर गर्दैछु मेरो हेड ब्रान्चमा तपाईँको त्यहाँ 15 भने अब यहाँ 10 भनेको चाहिँ 25 जना त स्टाफै हुन्छ होला हेर्नुहोस् मैले रोजगार अपर्च्युनिटी प्रोभाइड गरेँ होइन म त अहिले आफ्नै बस भइरहेको छु म फाइनेन्सियल फ्रिडम टाइम फ्रिडम दिइरहेको छु भनेपछि आई होप तपाईँले बुझ्नुभयो होला है सो त्यही हो अनि अस्ति एउटा भिडियो बनाएको पनि थियो सायद तपाईँले धेरैले हेर्नुभयो होला मनी म्यानेजमेन्ट तपाईँले सबैभन्दा अर्को इम्पोर्टेन्ट कुरा के छ भने धनी मान्छेले चाहिँ एसेट र लायबिलिटी मजाले बुझेको हुन्छ कस्तो पैसामा खर्च गर्नुपर्छ कस्तोमा गर्नु हुँदैन भनेर एभरेज पिपल जो चाहिँ गरिब मान्छेले चाहिँ उनीहरूले चाहिँ आफ्नो कपडामा लायबिलिटीमा तपाईँको पार्टी भन्नु कपडामा भन्नु जाड रक्सी भयो हुन्छ नि छुट्टी आउँछ पार्टी खाऊँ के छ जिन्दगी मरिलानु के छ त भनेर खान्छ सेभिङ भनेको सुन्ने अनि फेरि खट्नु पर्यो ल हेर्नुहोस् त कहिले उभो लाग्छ त्यही भएर गरिब मान्छे गरिब हुन्छ धनी मान्छे रिस्क लिन्छ उसले नयाँ नयाँ कुराहरू स्टकहरूमा तपाईँको क्रिप्टोहरूमा तपाईँको प्रपर्टीहरूमा ल्यान्डहरूमा उसले इन्भेस्ट गर्छ उसले मल्टिप्लाई गरिरहेको हुन्छ प्यासिभ इन्कम जेनेरेट गरिरहेको हुन्छ त्यही कारणले धनी मान्छे धनी नै हुन्छ गरिब मान्छे गरिब नै हुन्छ धनी मान्छेले गरिब मान्छेले कुनै कुरामा इन्भेस्ट गर्नु आई क्यानट एफोर्ड म यस्तो म गर्न सक्दिनँ तर धनी मान्छेले म कसरी एफोर्ड गर्नु कसरी म पर्चेस गर्ने भने उनीहरूसँग त्यो टाइपको चाहिँ क्यापेसिटी हुन्छ र त्यो टाइपको माइन्डसेट हुन्छ है यही थियो आजको यस भिडियोमा किन धनी मान्छे धनी हुन्छ गरिब मान्छे गरिब हुन्छ आई होप मैले सक्दो भन्दा सक्दो बेस्ट तपाईँलाई बुझाउने कोसिस गरेँ होला यत्रो इफोर्ट लागिरहेको छु सो प्लिज तपाईँको कमेन्ट बक्समा पनि लेख्नुहोस् तपाईँलाई कस्तो लाग्यो यो भिडियो अनि मिल्छ भने साथीभाइलाई सेयर गरिदिनुहोस् र यस्तै विभिन्न भिडियोहरू चाहनुहुन्छ भने कृपया तल तपाईँले हामीलाई चाहिँ त्यहाँ सब्सक्राइब गरिदिनुहोस् र त्यति भन्दै म फेरि नेक्स्ट नयाँ भिडियो लिएर आउँछु आई होप सबैजना सन्चै हुन्छ होला टिल देन टेक केयर नमस्ते